नमस्ते सबैजनालाई, म सावित्र भण्डारी साम्बा। तपाईहरु सम्पूर्णलाई थाहा नै होला, भोलि साँझ 5 बजे दशरथ रंगशालामा साउथ एसियामा पहिलो पटक साफ क्लब च्याम्पियनशिपमा हाम्रो क्लब एपीएफ फुटबल क्लब र वेस्ट बेंगल फुटबल क्लब बीच फाइनल खेल हुँदैछ। जति पनि काठमाडौँमा रहनुहुने फुटबल प्रेमीहरूलाई हार्दिक निमन्त्रणा व्यक्त गर्न चाहन्छु। उक्त खेललाई नजिकबाट मनोरञ्जन लिनको लागि साथै खेलाडीहरूलाई थप चाहिँ हौसला प्रदान गर्नको लागि रंगशालामै गएर उक्त खेल हेरिदिनु हुनको लागि साथै अन्त्यमा के भन्न चाहन्छु भने हे टिम, wish you all the best for the tomorrow's game. Go for the win. Thank you. नमस्ते, म प्रीति राई। हाल नेपाल दशरथ रंगशालामा भइरहेको साफ क्लब च्याम्पियनशिपको फाइनल भोलि नेपाल एपीएफ क्लब र इस्ट बेंगल बीच हुँदैछ र भोलिको फाइनलको लागि नेपाल एपीएफ क्लबलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र साथै सम्पूर्ण खेलप्रेमीहरूमा स्टेडियममै उपस्थित भएर हौसला बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते सबैमा, म अन्जिला तुम्बाको सुब्बा। भोलि साँझ 5 बजे दशरथ रंगशालामा हाम्रो टिम एपीएफ र इस्ट बेंगल बीच फाइनल म्याच हुन गइरहेको छ र हजुरहरु जति पनि खेलप्रेमी हुनुहुन्छ काठमाडौँमा हजुरहरु जानु भएर हाम्रो एपीएफ टिमलाई सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दछु र मेरो टिममेट्सहरुलाई पनि विश यू अल द बेस्ट भन्न चाहन्छु। डु योर बेस्ट। थ्यांक यू।